साथसाथबाट छ यदि हजुर साथीहरू पनि यदि मलेसियामा हुनुहुन्छ है हजुरहरूले एकदमै के अब टिकटक चलाउनुहुन्छ टिकटक एफिलिएट मार्केटिङ गर्न खोज्नु भएको छ टिकटकबाट महिनाको लाखौँ लाख पैसा कमाउन खोज्नु भएको छ भने के यो भिडियो साथी हजुरहरूको लागि छ भिडियो हेर्नुहोस् अनि मेरो पहिला पनि मैले भिडियो बनाएको छु यदि हजुरहरू टिकटक एफिलिएट मार्केटिङ गर्न खोज्नु भएको छ भने त्यसको लागि पनि मैले भिडियो बनाएको छु है टिकटक एफिलिएट मेरो 4-5 महिना मात्रै भयो स्टार्ट अब टिकटक एफिलिएट मार्केटिङबाट कस्तो इन्कम भइरहेछ कति इन्कम भइरहेछ अनि टिकटक एफिलिएट मार्केटिङ गरेदेखि कतिको आफूलाई सजिलो भइरहेछ अब इन्कम गर्न टिकटक मार्केटिङमा चाहिँ मलाई इन्कम भन्नु यस्तो कि मेरो पकेट खर्च पुरै राम्रो हुन्छ मेरो आएको सेलेरी चाहिँ पुरै बस्छ हैन सेलेरी पुरै बस्छ त्यो खाने र पिउने आफ्नो सबको सामान हैन कपडा जुत्ता जो जति भयो सबै किन्न मिल्छ। नमस्कार सबैजनालाई म अर्जुन पासी। आज हामी दुईजनाको हल्का मिठो कुराकानी हुन्छ। भाइको नाम? मेरो नाम शम्भु राम हो। मेरो चाहिँ टिकटक आइडीको नाम शम्भु मेहरा हो। शम्भु मेहरा। अनि कति वर्ष भयो मलेसियामा आएको? मेरो मलेसियामा आएको 2 वर्ष पुरै 2 वर्ष भयो यो महिनामा। 2 वर्ष भयो। 2 वर्ष सक्यो। अनि काम चाहिँ के काम? म काम एउटा शप छ मार्केट जस्तो हैन त्यस शपमा काम गर्छु। शपको नाम माइनिस हो। अडियन्सलाई पनि थाहा होला मलेसियामा बस्ने अडियन्सलाई माइनिस शपमा थाहा होला। म चाहिँ फ्यामिली स्टोरमा काम गर्छु। फ्यामिली स्टोर चाहिँ मलाकामा मात्र छ। मेड इन जस्तै हो यो चाहिँ सुपर मार्केट हो। राम्रो छ कामै तपाईँ भनेपछि काम राम्रो चलिरहेछ। काम त राम्रो चलिरहेछ। राम्रो छ है। अनि टिकटक कति वर्ष भयो टिकटक चलाएको? टिकटक त म 3-4 वर्षभन्दा बढी नै भयो चलाएको। तर यहाँ आएपछि टिकटक एफिलिएट मेरो 4-5 महिना मात्रै भयो स्टार्ट। अब टिकटक एफिलिएट मार्केटिङबाट कस्तो इन्कम भइरहेछ कति इन्कम भइरहेछ अनि टिकटक एफिलिएट मार्केटिङ गरेदेखि कतिको आफूलाई सजिलो भइरहेछ अब इन्कम गर्न? टिकटक मार्केटिङमा चाहिँ मलाई इन्कम भन्नु यस्तो कि मेरो पकेट खर्च पुरै राम्रो हुन्छ। मेरो आएको सेलेरी चाहिँ पुरै बस्छ हैन आएको पुरा बस्छ सेलेरी पुरै बस्छ त्यो खाने र पिउने आफ्नो सबको सामान हैन कपडा जुत्ता जो जति भयो सबै किन्न मिल्छ हैन त्यत्रो भइहाल्छ भने ठीक छ। त्यो पनि आउँछ प्लस त्यो आएको सामान पनि मिल्छ। सामान पनि आफ्नै हुन्छ। रमाइलो छ मान्छे मजा छ मलेसियामा आएर एकदमै प्रगति भइरहेछ भन्नु पर्यो भइरहेछ। अब दिन बदिन प्रगति बढ्दै गइरहेछ नि बढ्दै जान्छ। अब हजुरहरूको त्यो भयो भने राम्रै हुन्छ हैन हजुरहरूको साथ सपोर्ट भयो भने राम्रै हुन्छ एकदमै राम्रो हुन्छ। साथ सपोर्ट त छ। यदि हजुर साथीहरू पनि यदि मलेसियामा हुनुहुन्छ है हजुरहरूले एकदमै के अब टिकटक चलाउनुहुन्छ टिकटक एफिलिएट मार्केटिङ गर्न खोज्नु भएको छ टिकटकबाट महिनाको लाखौँ लाख पैसा कमाउन खोज्नु भएको छ भने के यो भिडियो साथी हजुरहरूको लागि छ। भिडियो हेर्नुहोस् अनि मेरो पहिला पनि मैले भिडियो बनाएको छु यदि हजुरहरू टिकटक एफिलिएट मार्केटिङ गर्न खोज्नु भएको छ भने त्यसको लागि पनि मैले भिडियो बनाएको छु है। अनि त्यो भिडियोमा धेरै साथीले पनि बुझ्नु भएको छैन प्लस म अब नयाँ भिडियो पनि लिएर आउँछु टिकटक एफिलिएट मार्केटिङको बारेमा। केही दिनमा साथीहरू त्यो भिडियो पनि आउँछ। जस्तै भाइले अब एकदमै प्रगति गरेछ राम्रो गरिरहेछ 2 वर्षमा आएको कतिको पैसा घर पठायो? टिकटक एफिलिएट मार्केटिङबाट मैले चाहिँ स्टार्टिङमै 200-300 रुपियाँ पठाएको। कति महिना सुरु भयो? जुन महिनामा मैले स्टार्ट गरेको त्यो महिनादेखि म स्टार्टिङमा जो फर्स्ट अर्निङ आयो त्यसमै 100-200 रुपियाँ मैले घरमा पठाएको। त्यसपछि सबै पैसा मतलब म राखिरहेको छु जम्मा गरिरहेको छु। अब केही सामान लिने प्लानिङ चलिरहेछ त्यो लिन्छु। त्यसपछि फेरि घरमा पनि अहिले पनि त्यसबाट सपोर्ट हुन्छ घरमा तर त्यो पैसा म फेरि निकाल्छु पर्सनलको लागि अलिकति सेभ भइरहेछ फ्युचरको लागि। फ्युचर भन्नु पर्यो। भाइको उमेर कति भयो? मेरो उमेर भन्नु पर्यो त म हेर्नमा अलि सानो लाग्छु तर मेरो उमेर चाहिँ 23 साल अब हुन आयो। 23 साल भयो। बिहे भयो कि नै? मेरो बिहे भएको छैन। गर्लफ्रेन्ड छ कि छैन? कोही छैन। पुरै सिंगल छु म। यस्तो ह्यान्डसम छ अनि क्युट छ। त्यत्रो ह्यान्डसम पनि छैन। दाढी पनि छ हैन गर्लफ्रेन्ड कोही छैन। सिंगल छु पुरै सिंगल। यहाँ कुनै गर्लफ्रेन्ड बनाउने पनि इच्छा पनि छैन। सिंगल बस्ने। नेपालमा भनेपछि कोही छ? नेपालमा पनि छैन कोही। यहाँ पनि कोही छैन। यहाँबाट घर जाने घरमा बिहे गर्ने यहाँ सख्त लौन्डा भन्नु पर्यो। यस्तो केही हुँदैन। ठिक छ राम्रो छ प्रगति गर्नुपर्छ। अनि कति वर्ष बस्ने विचार छ मलेसियामा? म
म झुट बोल्दिनँ, म पहिलाचोटि यहाँ आउनुभन्दा पहिला मैले सोचेको कि कम्तीमा 8 वर्षसम्म बस्ने। अब अहिले आउनुभन्दा पहिला मैले सोचेको कि 8 वर्षसम्म बस्ने, तर अहिले म अब सोचिरहेको छु कि यो टिकटक एफिलिएटिङ राम्रो चल्यो भने अब केही दिनसम्म अझै बस्ने, त्यसपछि घर जाने। केही दिन भनेपछि 2-3 साल अझै। केही दिन भनेको 2-3 साल है, किनभने अब मेरो अहिले पनि आर्थिक स्थिति राम्रो छैन। हुन्छ, टिकटक एफिलिएट मार्केटिङ भनेको यस्तो छ के त्यसमा आफूले जति बढी समय दियो ध्यानले, त्यसको अब त्यो रुल्सहरू फलो गर्दै यदि बनायो भने भिडियो एकदमै धेरै इन्कम हुन्छ। आफ्नो त अहिले एकदमै राम्रो चलेको छ, सेम यही तरिकाले फलो गर्दै गएपछि पछिको दिनमा आफूलाई एकदमै धेरै राम्रो हुन्छ। अब म जति सिकेको हजुरबाटै सिकेको, हजुरको भिडियो हेरेर होइन, हजुरहरूलाई पनि हेर्नु छ भने उहाँको भिडियो हेर्नु, बायोमा लिङ्क होला, उहाँ क्लिक गरेर होइन हेर्नु, राम्रो हुन्छ। उहाँको भिडियोमा राम्रोसँग बुझाइदिन्छ कि कसरी ओपन गर्ने, कसरी चलाउने, त्यही हेरेर म सिकेको। अब उहाँलाई मेसेज गरेको, रिप्लाई गरेको, एकदमै राम्रो मान्छे हुनुहुन्छ उहाँ। स्टार भएपछि राम्रो छ होइन, एटिट्युड छैन, राम्रो छ, त्यस्तो हुनु पर्यो कि। ल त साथीहरू, हाम्रो अब कुराकानी चाहिँ धेरै लामो नगरौँ, सानो गरौँ। सो यदि हजुरहरू पनि इच्छुक हुनुहुन्छ टिकटक एफिलिएट मार्केटिङ गर्न खोज्नु भएको छ, मलेसियामा हुनुहुन्छ भने हजुरहरूले मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। क्या साथीहरू, सबैले कन्ट्याक्ट गर्नुहोस्। यदि इच्छुक हुने साथीहरू हुनुहुन्छ भने म हजुरलाई पर्सनली सिकाइदिन्छु है, किनकि अब म केही दिन घर जाँदैछु। सो मैले चाहिँ हजुरहरूको माया सपोर्टले राम्रै कमाएको छु, हजुरहरूले पनि कमाउनुहोस् न त। यो कुरा अब सक्दो भिडियोलाई हजुरहरूले सक्दो सेयर गरिदिनु होला है। यति नै भन्छु साथीहरूलाई। ल, नमस्ते। नमस्ते, जय नेपाल। जय नेपाल।